अङ्कल आराम हुनुहुन्छ? एकदम अङ्कल पनि त्यस्तै एकदमै निरोगी हेर्दाखेरि अङ्कल अझै एक्टिभ भएर हिँड्नु भएको छ। खुसी लागेको छ हामी। यो कुदरतको यो गाउँको चाहिँ नि हावापानीको प्रभाव हो। प्रभाव भयो अङ्कल। गाउँको हावापानी, खाना, कोदो, हावापानी, मकै, ढिँडो, अक्सिजन सबै थोकले भरिपूर्ण भएको हाम्रो चाहिँ नि गाउँ कति रमाइलो, कति सुन्दर, कति विकास भन्दा नि अब यो बाटाघाटाकै अलिकति समस्या हो। समस्या छ। न त अरूलाई विकासको लागि अब सबै खेतीपाती गरेकै छन्। हरियालीमा घुम्न पाइयो छ, घुम्न एक दुई बारी घाँस ल्याइयो है। कति आनन्द पसिना निकालियो खाली। वकिङ गर्न नि परेन, वकिङ गर्न नि परेन, केही पनि परेन। होइन अङ्कल, ठुलो अङ्कल, हजुरले त पुरा सुन्तला खेती गरेर 1000 जति बेर्ना लाउनु भएको छ भन्ने सुनेको छु मैले। हजुर, यो सत्य नै हो। मैले चाहिँ नि विकासको लागि पनि, आफ्नो गाउँठाउँको लागि पनि मैले सुन्तलाको खेती गरेको छु। अब कोदो मकै बाँदरले राख्न दिएन होइन। सुन्तलामा पनि बाँदर त लाग्छन्, तर भए पनि त्यति साह्रो लाग्दैनन्। र मेरो चाहिँ नि 700 बेर्ना जति अहिले लगभग हाम्रो खोरबार र फोक्सिङ मेरो चाहिँ नि जग्गा जति पर्नेमा सबै मैले चाहिँ नि सुन्तला खेती गरिराखेको छु। र आगामी हाम्रो चाहिँ नि आउने पुस्ताहरूलाई पनि हुन्छ होइन। हामीले केही चिज गरिदियौँ भने भविष्यलाई आफ्नो छोरा नातिहरूलाई पनि हुन्छ। यस्तो गर्न पर्ने रहेछ भन्छन्, गाउँमा बस्न पर्ने रहेछ भन्छन् होइन। अब भोलि बिहान के हुन्छ भने चाहिँ नि अब जो सहरमा गएर जस्तो अब केही नहुने, गाउँघरमा अब एउटा घर पनि बनाउन नमिल्ने अवस्थाका मान्छे बजारमा गएर बस्दा ठिक हुन्छ। भाडामै बसे पनि श्रीमान विदेश छ भने बस्दा पनि हुन्छ। अब उनीहरूको आवश्यकता उसले नत्र यति राम्रो मिलेको ठाउँ, यति राम्रो जग्गा जमिन भएको ठाउँ है, यस्तोलाई छोडेर जानु भनेको हामीले पुर्खौलीको हामीले लिने एउटा चाहिँ नि शराब लिने। हजुर अङ्कल, त्यो हजुरको यो घर देखेँ मैले। यो घरमा छता मौरी घर पनि देखाएको छु। मौरीतिर आकर्षित हुनुभएको छ अङ्कल? हल्का हल्का यसो म सबै थोकलाई अब वास्तवमा भनियो भने मेरो चाहिँ नि गाउँमा अब मिलहरू पनि छन्। मैले गाउँलेलाई सुविधाहरू पनि दिएको छु। गाडी छ अङ्कलको? गाडी पनि छ, त्यो पनि गाउँलेलाई सुविधा। आफ्नो कमाइ पनि भयो, एउटा ड्युटी जागिर पनि भयो होइन। अब विदेश गरियो हामीले चाहिँ नि 16-17 वर्ष विदेश बसियो। तर पनि विदेशमा आफ्नो गाउँमा बसे जस्तो विदेशमा बसेर नहुँदो रहेछ। पैसा त उहाँको देखिन्छ, तर चाहिँ नि हामीले यहाँ पाउने चिजहरू, गुणस्तरीय चिजहरू पाउने हामीले चाहिँ नि विदेशमा पाइँदैन। 2 दिनको घाम छाया हो जस्तो सरकारी जागिर मानौँ न। एउटा चाहिँ नि अब आर्मीहरू अब सरकारी जागिर भए त राम्रो नै कुरो हो। यो प्राइभेट जागिर भनेको हावा पानी हो होइन। हर्र कमाइन्छ, हर्र गइहाल्छ। अब त्यो कमाएर 2-4 लाख रुपियाँ घरमा राखेर त्यसले चाहिँ नि मेरो भविष्य निर्वाह गर्छु भन्न नमिल्दो रहेछ, मिल्दो रहन्छ। त्यस कारणले चाहिँ नि हामीले चाहिँ नि आएर आफ्नो गाउँठाउँमा जोत भाँत गर्ने, सुन्तला खेतीहरू लगाउने, के खेतीहरू हुन्छ, उत्पादन हुन सक्छ, त्यो गर्ने हो भनेदेखि हामी स्वास्थ्य पनि रहन्छौँ र अलिकति बढी पनि बाँच्छौँ भन्ने जस्तो मलाई चाहिँ नि अनुभव मलाई भइरहेको छ होइन। अब त्यसको विषयमा अब 110 वर्षको चाहिँ नि महिलाहरूलाई, पुरुषहरूलाई पनि मैले देखेँ होइन। त्यो हामीभन्दा अझ राम्रो उहाँहरूले आटो, ढिँडो, मकै है यस्ता चिजहरू खानुभएको थियो। र घिउका डल्लाहरू होइन, अब दुध, अब घिउ, मोहीहरू होइन। मोही र मकै खाँदाखेरि मलाई चाहिँ नि त्यतिखेरको सम्झना आउँछ कि मोही र मकै जरम खानुहुन्थ्यो। उहाँहरू अहिले 110 वर्ष, 105 वर्ष बाँच्नु भएको छ। हाड र छाला छ, तर हिँड्न छोड्नु भएको छैन। अङ्कल, अब म 42 वर्ष भयो, मेरो दाँतले मकै टोक्दैन, हिँड्ने चाहिँ घुँडा दुख्छन्। अब यो बाहिर हिँडियो, अब यो केमिकल भएको खाना, मैदाहरू खाइयो, त्यही भएर होला अङ्कल होइन। बिल्कुल यही हो। हामीलाई चाहिँ नि बजारको खाना भन्दा आफ्नो गाउँको खाना ठिक छ। बजारमा चाउमिन खाना भन्दा घरमा आएर एउटा रोटी हालेर खाएको त्यसले चाहिँ नि आफूलाई भिटामिन दिन्छ, प्रोटिन दिन्छ, आफूलाई सबै थोकलाई चाहिँ नि आराम मिल्छ होइन। अब जस्ता यी सुगर जस्ता बिमारीहरू उत्पादन भएका छन्। यो केले भएको छ त? भातै खाएर पनि यो उत्पादन भएको होइन। हामी धेरै घरमा बस्ने, दिनभरि सुत्ने, खाएको खाइ गर्ने, हामीले चाहिँ नि आफ्नो शरीरको एक्सर्साइजहरू नगर्ने होइन। त्यस कारणले पनि यी सबै समस्याहरू आएका हुन्। अहिले मलाई चाहिँ नि म पनि सुगरको रोगी आएको हो हैन। विदेशबाट म सुगरको रोगी भएर
17-18 वर्ष चाहिँ नि मैले साउदी अरबमा जागिर गरेर आएको मान्छे हो। आज मलाई चाहिँ नि यो गाउँघरमा आएर बसेर यहाँको जडीबुटी यहाँका चिजहरू खाँदाखेरि मलाई सुगर छैन कि जस्तो लाग्छ के। सुगर छैन, मैले सब थोक खाइदिन्छु, सब थोक खान्छु। मलाई सुगर छैन जस्तो लाग्छ। मलाई चाहिँ नि आफ्नो अनुभवभित्र एउटा चाहिँ नि मुटुमा चाहिँ नि ऊ भएपछि बलै त हो नि सबै थोक होइन। त्यो बल केले दियो त भन्दाखेरि हाम्रो चाहिँ नि यो प्राकृतिकले, हाम्रो चाहिँ नि यो सबै थोकले दियो। अहिले मलाई चाहिँ नि अहिले एउटा घाँसा भारी लिएर आएँ, ड्याममा फाले, जिउभरि पसिना थिए, त्यो सुगर निक्लेर गयो होइन। अब हामी थपक्क बसिन्छ, त्यहाँबाट एकछिनपछि भात खाइन्छ, त्यहाँबाट फेरि बसिन्छ, मोबाइल हेरिन्छ, त्यहाँबाट त्यो गरेपछि विभिन्न किसिमका चाहिँ नि रोगहरूले हामीलाई आक्रमण गर्छ। हामी घुम्न फिर्न पर्छ यताउता। हो ठिक छ, गाउँघरमा बसेर आफूलाई सुख चाहियो भनेदेखि कस्तो सुख भन्दाखेरि ठिक छ, बजारबाट चामल घरको वरिपरि गाडी हिँडेका छन्, टेलिफोनमा चाहिँ नि फलान थोक ल्याइदिएन भनियो भने घरमा आइपुग्छ होइन। घरमै खाने, यहाँको वातावरण, यहाँको हावापानीहरू खाने भने मान्छे चाहिँ नि निरोगी हुन्छ है जस्तो मलाई चाहिँ नि अनुभव भइरहेको छ। आफ्नो उसले अब अर्काको त अब थाहा छैन होइन। विभिन्न किसिमका रोगहरू त हुन्छन् नै। र पनि मलाई यो गाउँघरमा बस्दाखेरि र मलाई चाहिँ नि एउटा सुगरको पेसेन्ट आएर घर बसेर आजकल दबाई पनि मैले खान छोडेको उहिल्यै हो। दबाई पनि मैले खान्न, मैले जडीबुटीहरू खोजेर खान्छु र खाना सबै थोक खान्छु। एउटा चिनीदेखि बाइन्दा अरू सब थोक खान्छु मैले। म एकदम निरोगी छु कि जस्तो मलाई लाग्छ। मलाई कस्तो अहिले 56 वर्षको भए, म 30-35 वर्षको छु क्या, मेरो के अरे 15 वर्ष फर्क्यो कि जस्तो मलाई लाग्छ के। कति राम्रो कुरा गर्नुभयो नि हो भने गाउँघरको। अनि अङ्कल अब गाउँबाट बाहिर, अब हजुर त अङ्कललाई म एकदमै सम्मान गर्छु। अङ्कलको तराईतिर पनि जग्गा छ, उता नि घरहरू किन्नु भएको थियो त फर्केर आउनुभयो, छोराबारी आखान हामीलाई गर्व छ गाउँमा। म पनि गाउँबाट नजिकै तलै बस्छु, आइरहन्छु, यसरी अङ्कलहरूसँग भेटघाट हुन्छ। अङ्कल हाम्रो गाउँबाट धेरै दाजुभाइहरू कोही तराई, कोही छपिया, कोही कता पोखरा काठमाडौँ जानुभएको छ, उहाँहरूलाई पनि एउटा केही हजुरको सन्देश, आउनुहोस् गाउँ फर्कनुहोस्, यहीँ केही गर्न सके हुन्छ, गाउँ बाटो छ, गाडी छ, पसल छन्, केही कुराहरू होइन। अब यस्तो हो, अब पहिल्यैदेखि एउटा गएर उहाँ व्यवस्थित भएर एकदम जग्गा जमिन लिएर अब यताको चाहिँ नि वास्तै नगर्ने मान्छेहरू हुनुहुन्छ भने त उहाँलाई चाहिँ नि केही भन्नु छैन होइन। होइन हामी भाडामा बस्ने हो, उसमा बस्ने हो भने म के भन्छु भने फर्किनुहोस्। हामीले गर्न नसके पनि घरमा बसेर होइन सामानहरू मगाउने, आफ्नो बसेर त खान सकिन्छ। आफ्नो घरको अगाडि के अरे एउटा खुर्सानी बेर्न लाग्यो भने पनि हामीले ताजा किनेर खान सकिन्छ। जस्तो मलाई कस्तो लाग्छ भनेदेखि बजारमा 1000 को नोट लिएर गएर बेलुकाको तरकारीहरू सागसब्जीहरू आउँदैन। हामीले त्यो किन गर्ने होइन। आफ्नै घरको जग्गा फालियो छ, 1000 ले बजार हुँदैन, त्यस कारणले एक छाक खानालाई पुग्दैन। मैले के भन्छु भने दाजुभाइहरू फर्किनुहोस्, उहाँ बसोबास गरेर बस्नुभएको छ, तर आफ्नो जेठा जमिनको लागि फर्किनुहोस्, हेर्नुहोस् होइन। 2-4 दिन 2-4 महिना यहाँ पनि बिताउनुहोस्। उहाँ व्यवस्थित गरेर बसेको मान्छे त अब फर्किने कुरो भएन होइन। अन्यथा यत्तिकै चाहिँ नि गाउँ छोडेर जाम के अरे स्कुल छैन। स्कुल अहिले अति राम्रो भएको छ, एकदम राम्रो स्कुल भएको छ। हाम्रो फोक्सिङको जस्तो स्कुल अहिले पढाइ सबै थोकमा एकदम राम्रो भएको छ। मैले के भन्छु भने फर्किनुहोस्, सबै थोकको सुविधा छ। अब बाटाघाटा पनि अब राम्रै छन् अझैसम्म होइन। अन्त नि गइयो, हामी धेरै ठाउँमा गइयो, त्यहाँ पनि हेरियो र उहाँको लेखी हाम्रो बाटो राम्रै छन्, ठिकै छन्। तर पनि हामीले चाहिँ सुधार गर्नुपर्छ। गाउँमा मान्छे नै बस्ती भने नि, जनसङ्ख्या बढ्यो भने नि सबै कुरा हुने हो, सबै कुरा हुने हो। र फर्किनुहोस्, आउनुहोस्, आफ्नो चाहिँ नि घरलाई हेर्नुहोस्, कसरी भत्कियाहन्, कसरी ऊ भहन्, यिनलाई चाहिँ नि संरचना गर्नुहोस्। हामी यहीँबाट पलिएको हो, हिजो हामीले चाहिँ नि आटो ढिँडो खाएर हामी हुर्केको हो। आज चाहिँ नि हामी थोरै उसको लागि सुविधा र हामीले चाहिँ नि राम्रोपनको लागि हामी दौडिएका छौँ, त्यतातिर नजाउँ होइन। ठिक छ, हामीले चाहिँ नि बजारमा मेरो चाहिँ नि मैले पनि मधेसमा किनेको छु, मेरो बोग्रे बजारमा छ, मैले बनाएर बनाउन सक्थेँ। यहाँ बनाउने घर त्यहाँ बन्ने थिएन र बन्थ्यो, मधेसमा छ घर। तर म चाहिँ नि उहाँ नबस्ने, किनेर छोडाउँ न, जग्गा किनेर छोडेर
मूल्यै बढ्ने हो हो होइन त्यो ऊ हुने त होइन होइन आफू गएर बस्नै पर्छ भन्नु त छैन तर आफ्नो चट्ट गाउँ छोडेर कसैलाई पनि मेरा दाजुभाइहरूलाई मेरा इष्टमित्रहरूलाई नजानुहोस् गाउँमै बस्नुहोस् ऊ ढाबुक हाम्रो चाहिँ नि गाउँहरू पुरा बस्ती कसैले छोडेका छैनन् यो हाम्रो चाहिँ नि पारी ढाबुक हो हेर्नुहोस् त कसरी चाहिँ नि अझ आरसिसी घर बिचबिचमा बन्दै गएको छ अब यो लामडाँडा हेरौँ लामडाँडा पुरै आरसिसी बनिराखेका छन् हजुर चिउरी खार्कातिर अब बुढाबुढी हुनुहुन्छ अब कोही केटाहरू छडा छिक्ला होलान् ती अब यताउता जालान् त अलग कुरो तर चाहिँ नि चिउरी खार्कामा पनि घर आरसिसी बनाएर बसेका छन् एउटा बाजेले मलाई चाहिँ नि भनेको के हो भनेदेखि एहे बाबु मसित गाडीमा नै हिँड्नु भएको थियो है म त्यतिखेर ड्राइभरी गर्थेँ मसित हिँड्नु भएको थियो काठमाडौँबाट आउनुभयो चाहिँ ओहो बाबु यहाँ त यस्तो विकसित भयो मैले गएर काठमाडौँमा घर किनेर म आज पछुता छु मलाई चाहिँ नि निल्नु न ओकाल्नु भएछ उता छोडौँ भने यता बिग्रियो के अरे उता छोडौँ भने यता बिग्रियो छ यता छोडौँ भने उता बिग्रियो छ छोरछोरी लाहापाहा लाए मलाई आएर यहीँ बस्न मन छ त्यसो भएर मैले एउटा आरसिसी घर बनाएको छु म यहाँ बस्छु मेरो छोरा नाति जहाँ गए पनि म यहीँ बस्छु भनेर भन्नुभएको थियो कि एकदम पीडादायक छु म यो गाउँमा आएर बस्न नपाएर यस्तो विकसित हुँदो रहेछ म किन गयो हुम्ला भन्नुभएको थियो भने त्यस्तै चाहिँ कसैलाई चाहिँ नि पछि गएर पछुताव नहोस् अहिले बेलैमा उ गरौँ सबैलाई संरचना गरौँ विकास गरौँ हस् त यति भन्दै मैले चाहिँ नि धन्यवाद चाहन्छु सबैलाई चाहिँ नि बुझिदिनु होला हस् अङ्कल धेरै धन्यवाद समय दिनुभयो यसरी गफ गर्ने समय जुटाउनु भयो के काममा हिँड्नु थियो कुनै डिस्टर्ब पनि गरेँ क्या हजुर अङ्कललाई ल हस् अङ्कल